यो छ यो छ नि एउटा हेर्छ कुन क्युट छ त्यो साबै भयो नि त ड्रेस यो चाहिँ क्युट छ त्यो पनि क्युटै छ कुन राम्रो लाग्यो व्हाइट ड्रेसमा पनि आउँछ गाइज आज हामी भ्लगिङ गर्दै गर्दै हामी बाहिर सपिङमा गएको थियौँ मिना म भाउजू अनि त्यसपछि हामीलाई भोक लाग्यो अति नै भोक लाग्यो अनि त्यसपछि हामी खाजा खान आयौँ यो रेले खाइरहेछ गम कि गम खाइरहेछ अनि म पनि यताबाट छेउबाट चोर्दैछु उसको खाजा चाउमिन चिकन चाउमिन उसलाई खुबै मनपर्छ होइन अनि खाँदै खायो हुन्छ जतिखेर पनि अनि त्यसपछि खाँदैछ मेरो पनि लग्यो फेरि उसले यताबाट मोमो चोरी खुब मजा आइरहेछ गरेको चोर्दै खान म पनि आएँ एकचोटि देखाउँदै अनि फेरि खाँदैछ है कतिखेर सकिने कुनै यसको खाएको कुरेर बसिरहेछौँ हामी चाहिँ अनि त्यही चिकन चाउमिन मन पऱ्यो भन्दैछ खाँदैछ बाफ्रे ल अब हामी चाहिँ हिँड्यौँ खाजा खाइसकेपछि बाहिर निस्किन पाएको छैनौँ खाजा खान सुरु भइसकेको थियो हाम्रो रुमबाटै अनि त्यसपछि बाहिर निस्क्यौँ म चस्मा लगाउँदैछु वा स्वागमा ल ब्रो अन्त हामी अनि ल दुइटा अब हल्लिँदै हिँड्यौँ हामी दुई भाइ साथी होइन अनि त्यसपछि ये दोस्ती हम नहीं तोडेंगेवाला गीत गाउँदै थियौँ अनि त्यसपछि हिँड्दैछौँ फर्क्यौँ फेरि भिडियोको लागि अनि त्यसपछि बस चढ्ने ठाउँमा बस स्टपमा आएर बस चढेर अनि हामी गयौँ न्यू रोड ल जाँदैछौँ गयौँ अनि त्यसपछि यहाँबाट बाटोमा ओर्लिसकेर हिँड्दै थियौँ हामी यो हामी न्यू रोडको बाटोमा हिँड्दैछौँ मियादीले भिडियो बनाउन पठाउँछ जतिखेर पनि मलाई मान्छेको भिडमा त्यही पनि लाजै मान्दिनँ भाउजू र म फेरि मिना दिदी रहेछ मिना दिदी र म फेरि आयौँ होइन अनि त्यसपछि भिडियो बनाउँदै थियौँ पछाडिलाई भाउजूलाई छोडिदिइरहेछौँ है फेरि हामी हिँड्दैछौँ दुइटा टाँसिँदै आन्द्रा टाँसिया जस्तरी अनि त्यसपछि फेरि बस्यौँ एकछिन थाक्ला हामीलाई अनि मिना दिदी फेरि जतिखेर पनि भ्लगिङ स्टार्ट भइहाल्छ सकी नसकी त्यसपछि अनि सपिङको लागि हामी हिँड्दै थियौँ यो हो हाम्रो बसन्तपुर ड्रिम क्याचर मलाई खुब मनपर्छ भने अनि त्यसपछि मिना दिदीले भिडियो मात्रै बनाउनु भयो किनिदिनु भएन त्यसपछि हामी हिँड्दै थियौँ भ्लगिङ बनाउँदै परेवाहरू बसिराखेछन् पानी पलास्तो पनि थियो मन्दिर पनि खुल्लै थियो आज होइन दर्शन गऱ्यौँ अनि यता बन्दै रहेछ कि मन्दिर अर्को पनि त्यसपछि हामी फेरि कुर्ता किन्न भनेर गयौँ अनि म चाहिँ जुम गर्दै आफूलाई देखाइराखेको थिएँ मिना दिदी बिचमा डिस्टर्ब गरिराख्नु भएको थियो मलाई अनि यता भाउजू ज्याउ लगाइसकेको थियो भाउजूलाई अनि त्यसपछि फेरि अनि भुडीवाला अङ्कलले हामीलाई सामान पनि देखाउनु भएन किन्दैन जस्तो लागेर होला सायद अनि त्यसपछि फेरि हामी म चाहिँ यता ब्युटिफुल मान्छे ब्युटिफुल मिररमा त्यसपछि अब यता आयौँ हामी मन्दिरतिर अनि हिँड्दैछौँ मैले बनाउँदैछु भिडियो कतिखेर मिना दिदीले भ्लगिङ गर्नुहुन्छ कतिखेर मैले गरेर हुन्छु होइन अनि त्यसपछि हामी घुम्दै थियौँ मैले यो सिन क्याप्चर गरेँ भ्लगको लागि चाहिन्छ भनेर त्यसपछि फेरि हामी टेम्पोमा चढेर फेरि फर्क्यौँ यो दिदी चाहिँ पशुपति जाँदै हुनुहुन्थ्यो यताको दिदी इन्डियाबाट आउनुभएको रहेछ अनि सोध्दै हुनुहुन्थ्यो कहाँ छ पशुपति भनेर म थाकेर एकदमै टायर्ड थिएँ अनि त्यसपछि हामीले आइसक्रिम लिएर आएको थियौँ आइसक्रिम खायौँ सबैजना बसेर दुइटाले कोन पाएँ हाम्रो कोन बाटोमा खसाएको थियो कि 5वटा कोन लिएर आएको थियौँ होइन 3टा खस्यो 2टा मात्रै बचाएको थियो अनि मिना दिदीले र त्यो बहिनीले खाएँ अनि हाम्रो बहिनी र मिना दिदीले कोन देखाउँदै खाइरहेको थियो हामी चाहिँ चम्मचले खाइरहेको थियौँ आइसक्रिम अनि त्यसपछि भद्रगोल थियो हामी बाहिर जाँदाखेरि रुम मिना दिदीले त्यही पनि केही मानेर नमानेर बनाइदिनु भयो भ्लग अनि त्यसपछि यतातिर हामीलाई यो सुन्दाराबाट लिएर आएको मोमो थियो अनि मोमो खाँदै थियौँ हामीहरू अचार